न्युयोर्कको ब्रन्च जू आज चाहिँ हजुरहरूलाई घुमाउँदैछु है। यहाँ एनआइसी कार्ड भयो भने चाहिँ पैसा तिर्नु नपर्ने रहेछ, फ्रीमा जानु पाइने रहेछ। स्पेसल मात्र पैसा तिर्नुपर्ने हुन्छ, त्यो पनि भित्र भिजिट गर्थ्यो। ल साथीहरू, आज चाहिँ हिन्दी बोल्नु त आउँदैन मलाई होइन, तैपनि मेरो साथी भाबी जे भयो नि आज चाहिँ जू घुम्न आउँदैछु हामी। तपाईँहरूलाई पनि देखाउनेछु, जहाँ भए पनि तपाईँहरूले हेर्नु होला, इन्जोय गर्नु होला है त। इन्ट्री हुनु बित्तिकै यहाँ म्याप देखाइएको छ। यो म्याप अनुसार हामी मजाले घुम्न सकिन्छ, गाइड चाहिँदैन। यसरी मान्छेहरूको भेल भइरहेछ बिस्तारै। मजाले जू भिजिट गरिने हो। कति काम गर्नु छुट्टीमा यसो फ्रेस हुनलाई पनि बाहिर निस्किनु पर्ने हुन्छ है। भाभी कैसे लग रहे हो? बहुत अच्छा लगता है। पछाडि पनि देखाउँछु। सबै मान्छेहरू आफ्नो आफ्नै उ छ है। यति जङ्गल घारीमा पुरा शीतल आज चाहिँ। कस्तो राम्रो फुल हो है, कस्तो राम्रो फुल हो। यहाँबाट चाहिँ कस्तो राम्रो जू रहेछ यहाँनिर है। स्मल कार्निभल्स यो चाहिँ यहाँनिर सबै लेखेर देखाएको छ। यो चाहिँ फेटिङ साथमा र चाहिँ यस्तो मजाले डेकोरेसन गरेको रहेछ। यहाँ चाहिँ यो चरा पाउँदो रहेछ। अनि कति राम्रो राम्रो त्यहाँ पुग्यो है, कति राम्रो गर्दैछ। गऱ्यो भने चाहिँ आउँछ कि। चरा के हो यसको नाम चाहिँ, कस्तो राम्रो है। यस्तो ठाउँमा बस्दो रहेछ यो चरा चाहिँ। यो ठाउँ ठाउँमा पाल बनाएर माथि न्याउरी मुसा हो कि यो लोकल के हो यो बुझ्न सकिएन। ए होइन, रातकोसेरा पछि यसलाई चाहिँ यो चाहिँ नेपालमा के भन्छ थाहा छैन है। दिस कन्टेनर अफ्रिकन एनल स्ट्रङ फुल, एकदमै स्ट्रङ हुन्छ अरे यो चाहिँ। लाटकोसेरा ऊपर, लाटकोसेरा वुल ऊपर है, वुल ऊपर है। कैमरा में देखो भाभी, कितना सुंदर है। आपको कैमरा यूज करो ना, कितना सुंदर है। यो कति राम्रो, कति राम्रो, कितना सुंदर है भाभी। क्या है ये? चालक जस्तो छ तर के रहेछ यो? ए यसरी यसरी गर्दो रहेछ यो। यहाँनिर लाटकोसेरा पनि पाउँदो रहेछ है। ल लाटकोसेरा अनि यो इङ्ग्लिसमा यहाँ दिएर रहेछ। यसको चाहिँ उसको मुख चाहिँ थुतुना चाहिँ यस्तो हुँदो रहेछ। आर्ट बार्ट कति राम्रो राम्रो के, कति राम्रो राम्रो। तर यो अँध्यारोमा मात्रै मन पराउँदो रहेछ, कति मजाले खेलेको। ल कति राम्रो। यहाँनिर मालिङ्गोको बिरुवा पनि हुँदो रहेछ। यो चाहिँ कस्तो राम्रो मालिङ्गो। हामी चाहिँ मालिङ्गो बोल्छौँ, यहाँनिर चाहिँ के भन्छ मालिङ्गो। या कुकुर हो कि यो स्याल हो, यो पाउँदो रहेछ यहाँनिर। हो नहीं ये ओ नहीं है भाभी, ये और है। इसके ऊपर नहीं देख रहा है। नहीं, सबै उता पर सबै खाली छ निस्के हैन। सबैको आफ्नो आफ्नो धुन है। बहुत देखा है क्या भाभी? दिल्ली में बहुत अच्छे बने थे।
चाहिँ के छ है सबै यहाँनिर बोर्डमा राखेको छ। भाभी इधर क्या क्या मिलता है सब इधर है। सब इन्स्ट्रक्सनहरू बनाएर बोर्डमा राखेको छ। मालिङ्गो रहेछ कि यति धेरै मालिङ्गो छ यहाँनिर। मालिङ्गो हो या निगाले मालिङ्गो जस्तो छ है। हाम्रो नेपालतिर कति धेरै हुन्छ। मुरली बनाउँछ क्या है भाभी क्या आहा बडा बडा है भाभी परेङ जस्तो पनि छ। हेर्दा पनि यसो हेर्दा पनि एक मुठी लाउने रहेछ कि चिरा टप्पै माथि मजाले बसिरहेछ तिनवटा। गर्मी भएर होला शीतल ठाउँमा गएर बसिएछ। कति लामो लामो घाँटी हो। धेरै माथि छ। कति आनन्दले शीतलमा बसेको गर्मी भएर। फेरि आज यति गर्मी छ कि आज न्युयोर्कमा 100 डिग्री छ। त्यही पनि त्यही भएर होला कस्तो मजाले आनन्दसँगले बसेछ।